अहिले तपाईं हेर्दै हुनुहुन्छ खोज नेपाल अनलाइन युट्युब च्यानल। खोज नेपाल अनलाइन खोज्दैछ नेपालीलाई। संयोजक नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष दलित आयोगका कार्यवाहक अध्यक्ष मन्जित ताम्राकाज्यू, यसैगरी नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाज्यू, यसैगरी अखिलका अध्यक्ष ऐन महर्ज्यू र सम्पूर्ण उपस्थिति पत्रकार महोदयहरू, सबैजना उपस्थित नेतागण, नेपाल विद्यार्थी संघका नेता, कोर्सका अध्यक्ष, सबैजनालाई मेरो जय नेपालको न्यानो अभिवादन छ। जय नेपाल। हामीले जेठको 10 गतेदेखि निरन्तर हामी यो माइतीघर मण्डलामा आएर जुन रुकुमको घटना घट्यो त्यसको विरुद्धमा बोलिरहेका छौँ। आज यो देश तपाईहरुले सधैँ त्यो जोखिम मोल्दै आएर आफ्नो मिडियाले जुन यो मेसेज दिने काम गर्नुभएको छ, तपाईप्रति हार्दिक धन्यवाद दिन चाहन्छु। र यो सरकार अत्यन्तै गैर जिम्मेवारी भएको कारणले हामीले पटक पटक सडकमा माइती घर मण्डलादेखि रिपोर्टर्स क्लबसम्म हामीले कार्यक्रम गऱ्यौँ, तर यो सरकारले सुनेन र हामीलाई रहर छैन कोरोनाको बेलामा यसरी कोरोना फैलाउने र यो मासमा हामी उभिने हामीलाई रहर होइन। तर यो सरकारलाई बाध्य भएर हामी आज फेरि माइती घर मण्डलामा आएका छौँ। यो सरकार जिम्मेवारी हुनुपर्छ। यो देशमा जति कोरोना महामारी बढ्दैछ यसरी मासहरू जोडिनु पर्ने छ। यो सरकार जिम्मेवारी हुनुपर्छ। यो सरकारलाई लाज हुनुपर्छ। हामीले त्यति बेलै भनेका थियौँ गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्छ। निर्मला हत्याकाण्ड हुँदै रुकुम हत्याकाण्ड हुँदै आज सम्झना बेकामीको जुन हत्या भएको छ, यो घटनामा गृहमन्त्री स्वतः रूपमा जिम्मेवारी हुनुपर्छ। र नेपालमा जुन शान्ति सुरक्षाको निकाय दिने पुलिस प्रशासन छ, त्यहाँभित्र लगेर दलितहरूलाई मार्ने, दलितहरूलाई झुन्डाउने जुन कामहरू भइरहेको छ, नेपाल दलित विद्यार्थी संघ यसको घोर भर्त्सना गर्दछ। र यो आन्दोलनलाई निरन्तर हामी देशव्यापी रूपमा अगाडि बढाउने कोसिस गर्नेछौँ, लानेछौँ। र एउटा कुरा म अन्तिममा के भन्न चाहन्छु भनेपछि अस्ति भर्खरै हामीले अन्तर्राष्ट्रिय एउटा आन्दोलन हेऱ्यौँ। अमेरिकामा एउटा काला जातिका मान्छेलाई एउटा गोरा अफिसरले मार्दै गर्दा त्यहाँ देशैभरमा अमेरिकामा मात्रै होइन त्यो आन्दोलन युरोप अमेरिका हुँदै पश्चिमी मुलुकसम्म पुग्यो। तर नेपालमा यति धेरै हत्या, यति धेरै हिंसा, यति धेरै महिलाहरूप्रति बलात्कार घटना गर्दै गर्दा पनि हाम्रो यो देशमा घटनालाई उठाउन सकेका छैनौँ। हामीले समग्र नेपालीहरू समृद्ध नेपालका कुरा गर्छौँ, समृद्ध समाजका कुरा गर्छौँ, तर आज हामी कहाँ छौँ भनेर हामी आफै मूल्याङ्कन गर्नुपर्छ। एउटा वर्गले अर्को वर्गको आन्दोलनमा एउटा वर्गले अर्को वर्गलाई मार्दै गर्दा यो मेरो समुदायको होइन, यो मेरो जातको होइन, मेरो यो व्यक्तिको होइन भन्ने जुन मानसिकता छ, म तपाईँहरू तर्फबाट के भन्न चाहन्छु भने यो मानसिकताबाट जति हामी ग्रसित हुन्छौँ र जति हामी सुरक्षित हुन्छौँ घरमा बसेर भन्न चाहन्छौँ, भोलि यो देशमा फेरि जातीय युद्ध, गृह युद्ध यस्ता किसिमका घटनाहरू नघटोस्। हामीले पटक पटक भनेका छौँ नेपालका दलितहरू चुप लागेर बस्नेवाला छैनन्। अब बन्दुक बनाउने मात्रै होइनन्, बन्दुक बोक्न सक्नेछन्। हिजो हरेक आन्दोलनमा नेपालको हरेक आन्दोलनमा चाहिँ नेपालका दलितहरूले बनाएको, पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दादेखि नै नेपालीहरूले दलितहरूले बनाएको बन्दुक र खुकुरले लडेको वीर अमर शहीदहरूको यो देशमा दलितहरूको इतिहास छ। यदि त्यो इतिहासलाई कुल्चिने गर्यो भने 2052 सालको भन्दा भयानक दुर्घटना हुन सक्छ। हिजो प्रचण्डहरूले बन्दुक बोकाए होलान्, तर यही बन्दुक बनाउने समुदायप्रति आज घोर किसिमको जुन हत्या, हिंसा, बलात्कार भएको छ, यदि यो समुदाय एकपल्ट एक भएर साहस गर्यो भने यो देशमा कुनै पनि आँधी बेरीले यो समुदायको आन्दोलन ठेक्नेवाला छैन। हामी आफै बन्दुक बनाउन जान्छौँ, हामी आफै खुकुरी बनाउन जान्छौँ, हामी आफै बारुद बनाउन जान्छौँ, हामी आफै बोक्न र भिड्न र लड्न सक्छौँ। र नेपालमा 60 लाख दलितहरू छन्। यो आन्दोलन एकैचोटि उठ्नेवाला होइन, तर जति हिंसा, हत्या र बलात्कार हुँदै जान्छ, अब यो आन्दोलनलाई नेपालका दलितहरू पढे लेखेका पनि छन्। आज यी दलितहरूले धेरै ठाउँमा राजनीतिकमा एक ठाउँमा उभिएर काम गरेका छन् हरेक पार्टीमा। अब यदि यस्तै गर्दै जाने हो भने हामीले यो चुनौती भन्न सक्छौँ, चुनौती दिएर भन्न सक्छौँ, तर त्यो नहोस्। यो देशमा फेरि अर्को किसिमको एउटा युद्ध, एउटा किसिमको ध्वंस मच्चिन सक्छ। यसलाई साम्य पार्नलाई नेपालका पुलिस प्रशासनहरू पनि उहाँहरूको जिम्मेवारी हो यो देशको जनतालाई सुरक्षा दिने, तर उहाँहरूले पनि पुलिसको कटकरीमा लगेर दलितहरूलाई मार्ने किसिमको जुन हत्या, हिंसा आरोप गरेको छ, भोलि तपाईँका छोराछोरीहरू पनि फेरि सुरक्षित छैनन् भन्ने कुरा तपाईँहरूले ख्याल गर्नुहोस्। सबै नेपाली एक हुन्,
सबैको रगत रातो छ। यो देशको जति पनि सीमामा नेपालीहरूको दलितहरूको पनि त्यत्तिकै अधिकार र त्यत्तिकै लडाइ र त्यत्तिकै पीडा छ। एकपल्ट तपाईँहरूले यो कुरालाई मनन गर्नुहोस् र नेपालको यो राज्य, यो सरकार, यो भ्रष्टाचारी सरकारले आज यति धेरै लुटपाट हुँदै गर्दाखेरि, यति धेरै बलात्कार हुँदै गर्दाखेरि, दलितहरूलाई दिनदिनै मार्दै गर्दा, बलात्कार गरेर घटना घट्दै गर्दा, रुकुमदेखि आजसम्म आउँदै गर्दा एउटा प्रेस कन्फरेन्स दिन सकेन। आज नेपाली दलित मिडियाकर्मीहरू, आन्दोलनकर्मीहरू फेरि रुकुममा गएर त्यहाँ अदालत अगाडि उभिएर आन्दोलन गर्ने। यो देश कहिले बनाउने? हामीले यो देश बनाउने नाराले हुँदैन जबसम्म देशमा सबै जाति, वर्ग, धर्म एक हुँदैन, सबैलाई एक समानता हुँदैन, देशमा समृद्धिको कुरा नारा नलागे हुन्छ। हिजो दलितहरूलाई समृद्धिका कुरा गरेर, समानताका कुरा गरेर बन्दुक बोगाउने यी सरकार आज चुप लागेर आफ्नो भोटिङ लिस्ट गर्दैछ। रुकुमका गृहमन्त्री पूर्व जनरल शर्मा, यही रामबहादुर थापा बादलहरू हिजो समानताका कुरा गर्थे, हिजो दलितहरू मुक्तिका कुरा गर्थे, दलित मुक्ति आन्दोलनका कुरा गर्थे। तर आज ती दलितहरूलाई भिराएको बन्दुकले सत्तामा पुगेर यो देशको सिंहदरबारभित्र मन्त्रीको झन्डा हल्लाएर हिँड्ने लाज छैन। म अन्तिममा एउटा कुरा भन्न चाहन्छु। समय लामो भयो। 1990तिर साउथ अफ्रिकातिर निकै ठुलो गरिबी थियो, भोकमारीले मान्छे मर्दै थिए। एउटा पत्रकारले फोटो खिच्यो र हाल्यो, उहाँ त्यो पत्रकारले सबैभन्दा ठुलो पुरस्कार पनि पाए। तर एउटा पत्रकारले यी ठिक भनेको त्यो हुनुपर्छ। एउटा पत्रकारले ती मान्छेलाई सोद्धा त्यहाँ कतिजना मान्छे थिए, गिद्ध थिए भन्दा एकजना गिद्ध थियो र म फोटो खिच्ने अर्को मान्छे थिए। पछि पत्रकारले फेरि अर्को प्रश्न गरे, त्यहाँ दुईटा गिद्ध थियो, त्यो बच्चालाई उठाएर युएनको हेडक्वार्टरमा किन लगेन भन्दै गर्दा त्यो पत्रकार सुसाइड गर्यो। मानवीयता भनेको त्यो हो। तर यहाँ दिनदिनै हत्या, लुटपाट र बलात्कार हुँदै गर्दा पनि यो सरकारले नाक छोपेर आफ्नो पार्टीका कुरा मात्रै सधैँ मिलाउनलाई सिंहदरबार र बालुवाटारमा बसिरहेको छ। देशमा कोरोनाले के भयो? देशमा यति धेरै हिंसा किन भयो? भ्रष्टाचार किन भयो? कुनै किसिमको कन्सर्न छैन। यो सरकारलाई मुर्दाबाद राजीनामा तुरुन्तै दिनुपर्छ। गृहमन्त्री हस्त धन्यवाद। जय नेपाल। धन्यवाद। नेपाल आदरणीय खबर विश्वकर्माजी कार्यक्रमको बिचमा हामीलाई कृतज्ञता जनाउन भनेर संघका केन्द्रीय नेता आदरणीय उमेश आचार्य र नरेश ढकायाजी आउनुभएको छ। स्वागत गरी अतिथिवास गरेर उहाँलाई अनुरोध गर्दछु। यो कार्यक्रममा आफ्नो भनाइलाई एकदमै ध्यानमा राखेर छोटोभन्दा छोटो गरिदिनु हुनका लागि आगामी वक्ताहरूलाई अनुरोध गर्दछु। त्यसै गरी यो कार्यक्रममा आफ्नो सठिक भनाइ, सार्वजनिक भनाइ राखिदिनु हुनका लागि नेपाली काङ्ग्रेस बझाङका पार्टीका उपसभापति आदरणीय ज्ञानबहादुर बोहराज्यूलाई हार्दिक अनुरोध गर्छु। सम्बन्धित गाउँपालिका अमेरिकाको पुलिसले कति स्वाभिमानी सबै पुलिसहरूले झुकेर माफी माग्यो, तर नेपाली पुलिसले त मार्नतिर लाग्छ। नेपालको पुलिस त नेता हो मेनु खत्रीले चाहिँ लेख्नु लाग्छ। दर्शक मानव, आज हामी माइतीघर मण्डलामा छौँ। कृपया अहिले जतिजनाले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूले यसलाई सेयर गरिदिनु होला, ताकि जुन बलात्कारबाट पीडित भएकी बालिका सम्झना कामीले न्यायका लागि एकदमै सहयोग पुगोस्, जुन सरकारसम्म यो भिडियो पुगोस् भन्ने हामी अनुरोध गर्न चाहन्छौँ। जुन आज माइतीघर मण्डलामा एउटा विरोध स्वरूप थुप्रै मानिसहरू अनसन बसेको अवस्था पनि छ। हामी तपाईँको ध्यान यतातिर केन्द्रित गर्न चाहन्छौँ। दुईजना बालिकाहरू हुनुहुन्छ, दुईजना महिला हुनुहुन्छ। एकदमै बलात्कारीलाई फाँसी दिनुपर्छ भनेर उहाँहरू अनसनमा बस्नु भएको छ। यति बेला किसन सिंहले पनि नमस्ते भन्नुभएको छ। थुप्रै महानुभावले हेरिराख्नु भएको छ। हामीले धेरैका कमेन्टहरू पढ्न सकिरहेको अवस्था छैन। चाँदनीले बलात्कारलाई फाँसीको सजाय दिलाउँ भन्नुभएको छ। शिला राहुलले अल द बेस्ट अल भन्नुभएको छ। होइन, कृपया कमेन्टहरू पनि लेखिदिनु होला तपाईँहरूले। होइन, नेताजीका कुरा सुनौँ, उता लागौँ हजुर। क्यामेरा प्रेमा अधिकारीजीले हामीलाई बाहिरबाट भन्दै हुनुहुन्छ नेपाल पुलिसको काम छैन भन्दै हुनुहुन्छ। बलात्कारलाई समातेर धेरै लेख्नु भएको छ। ठिक छ, होइन, म कतिपयको पढ्न नसक्ने पनि कमेन्टहरू आएको छ। तपाईँले देख्न सक्नुहुन्छ। यहाँ सरकार बलात्कारलाई फाँसी दे, हेरिङ द रेपिस्टलाई फाँसी हुनुपर्छ भन्ने छ। मलाई माया गरेर बलात्कार होइन भनेर पनि एउटा कालो कपडामा जुन विरोध स्वरूप लेखिएको छ। सरकार बलात्कार किन देख्दैन, फाँसी दे
भनेर यहाँ दुईजना बहिनीहरू आज बिहानदेखि यो चर्को धुपमा अनसनमा बस्नु भएको छ। उहाँहरू एकदमै मौन अनसनमा बस्नु भएको छ। यस तर्फ पनि सरकारले चाहिँ ध्यान दियोस् भन्न हामी अनुरोध गर्न चाहन्छौँ। म पुनः दर्शक महानुभावहरू यति बेला हामी माइतीघर मण्डलाबाट छुट्टिने क्रममा छौँ। हामी अब छुट्टिने तर्खर गरिरहेका छौँ। हामी केही समयपछि पुनः लाइभमा आउनेछौँ। आज बिहान स्थिति एकदमै तनावपूर्ण भइसकेको अवस्था थियो, तर पनि आज प्रहरीले कमसेकम 12जनाभन्दा बढी मानिसहरूलाई पक्राउ गरेको छ र ज्ञानेन्द्र साई आइसके भन्दा पश्चात भने कसैलाई पक्राउ गरेको स्थिति देखिँदैन।